साथीहरु नमस्ते, वेलकम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। दिस इज मी आन्सी लिम्बू। अनि आज चाहिँ हामी देखिसक्नु भयो, हामी चाहिँ घाँस काट्न जाँदैछौँ। म चाहिँ अलिक अगाडि छु, मम्मीहरू चाहिँ पर आउँदै हुनुहुन्छ। हामी चाहिँ आज ला बन्द रहेछौँ, घाँस काट्न जाँदैछौँ बारीमा घाँस। अनि त्यहाँदेखि मकै पनि गोड्नुपर्ने हुन्छ नि त, घाँस निकालेर। त्यही हो, खुट्टामा जुत्ता टक्क लाएर भन्ने गीतै आएन मलाई। स्वागत छ तपाईहरुलाई मेरो नयाँ युट्युब च्यानलमा। हजुरहरु कता हिँड्नु भएको हो आजको दिनमा? जाम कता हिँडेको? ए कसो अरे, कसो भन्छ? अघि नै भिडियो गरेको थिएँ, भएन रहेछ मम्मीहरूको। म डोको चाहिँ के खाँदेर अरे, सर्टमा खाँदेर होइन हौ। मैले डोको पो बोक्नु बिर्सेछु त धन्ने। फैलाउनु त घाँस काट्दैन, घाँसो छाड्छ बाउले। ए मम्मी नि दुईनितिर हिँड्दै हुनुहुन्छ। अब म एकछिन भिडियो बनाउँदै हिँड्छु होइन। म त डोको नै बिर्सेर हिँडेको रहेछु। ल अनि अब हामी चाहिँ बारीमा जाँदैछौँ नि त। हाम्रो आलुमा चाहिँ आलुबारी चाहिँ यस्तो भएको छ, आलु चाहिँ फुल्दैछ। अनि त्यहाँदेखि यहाँ घाँस काटिसकेको छौँ। यहाँ चाहिँ मकै पनि छ नि त। पर हाम्रो मेलो चाहिँ पुगेको छ। अब हामी चाहिँ काट्नुपर्ने हुन्छ, घाँस कम्ता छैन। देखि चाहिँ हाम्रो घरहरू देखिँदैछ। माथि चाहिँ आलुबारी। यहाँ अब सुर्ती खानु लाग्नुभयो। भिडियोलाई नै देख्नु सक्दैन। मैले बनाउनु नजान्नु भयो। हजुर घाँस उठाइदिनु पापा। उपाय छैन मेरो त होला। हुन्छ होला, बिग्रिन्छ होला मेरो। उठो नानी। हामीले चाहिँ सबै घाँस काटिसक्यौँ नि त परेसम्म। अब यो तल्लो अलिकति छ। अनि यहाँ चाहिँ आज चाहिँ भुइँ घाँस चाहिँ काट्यौँ न। मसिना चाहिँ ठुल्ठुलो ढुस मात्रै काट्यौँ। मम्मीहरू चाहिँ अघि घर पुगिसक्नु भयो नि त। लास्टमा चाहिँ म मात्रै छु। अब म पनि जान्छु। अब म पनि घरमा जानुपर्ने हुन्छ, खाजा खानुपर्ने हुन्छ। अब चाहिँ म पनि गएको चाहिँ घर आइपुगेको। अब यहाँ चाहिँ खाजा रेडी हुँदैछ, चाउचाउ अन्डा। अब हामी चाहिँ खाजा खान्छौँ पकाएर। मैले चाहिँ यहाँको सिँगार लगाएँ। अब म चिया मार्छु है त। चियालाई चाहिँ हल्का के भन्छ यसलाई, ओइल्याउनुपर्छ हल्का। अब यसलाई मार्नु पर्ने हुन्छ। चिया मार्दैछु होइन। त्यसमा कफी चिया मार्दैछु। यो कफीलाई कफी खाँदैछु। कफी नै आउँदो रहेछ दिमागमा।